हाम्रो चाहिँ नि यसरी 108 बत्ती चाहिँ नि बुढोबा बुढी आमाको नाममा यसरी बालेको छौँ। तथाना वेरामुनि शिक्षापद दिदीले बुनेको टपरी अनि यता चाहिँ नि मैले बुनेको टपरी यसरी फर्स्ट टाइम बुन्दैछु मैले पनि। हेलो एभ्रिवान, गुड मर्निङ, छोडले नमस्ते। फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आई होप कि हजुरहरू पनि सबैजना सन्चै आरामै सुस्त हुनु। अनि म पनि एकदमै सन्चै छु। आज चाहिँ नि हामी गाउँमा आएको छौँ नि त, नेपाल माइती घर। अन्त आज चाहिँ नि हाम्रो बुढोबा बुढी आमाको पूजा गर्ने भनेर भनेको छौँ। पितृकार्य जो कि आफ्नो बित्नु भएको तिथि अनुसार चाहिँ नि हामीले सानो सानो पूजा लगाउने भनेर भनेको छौँ। पहिला पहिला चाहिँ नि मैले सुने आउँदा चाहिँ नि लाखबत्ती जलाउने भनेर भनेको हुन्थ्यो नि त। आजभोलि चाहिँ नि बौद्ध धर्म मगर जातिमा चाहिँ नि म बौद्ध धर्मको के भन्दो रहेछ। अन्त त्यसमा चाहिँ नि 108 वटा बत्ती जलाउने भनेर भन्नु हुँदो रहेछ होइन। सो हामीले चाहिँ नि आज त्यही गर्नु लागेको। मगर कल्चरमा चाहिँ नि 108 वटा बत्ती बाल्ने, त्यसमा चाहिँ नि राम्रो पुण्य हुन्छ भनेर भन्दो रहेछ। त्यही भएर चाहिँ नि आज हाम्रो बुढोबा बुढी आमाको लागि चाहिँ नि दुईजनाको पितृको नाममा मतलब पितृहरूको नाममा चाहिँ नि 108 वटा बत्ती बाल्नु गइरहेको छौँ। सो मैले पनि फर्स्ट टाइम त नै मेरो जिजूको पालामा नै गर्नुभएको थियो। तर जिजूको पालामा चाहिँ नि लास्ट टाइम बत्ती बाल्न मात्र आइपुगेको थिएँ। त्यसमा चाहिँ नि धेरै कुराहरू थाहा भएन। आज चाहिँ नि म बिहानदेखिको सबै कार्यक्रम हेर्नेछु साथीहरू, र हजुरहरूलाई पनि म सेयर गर्नेछु। मेरो भिडियो हेरेर अन्तिमसम्म साथ दिनुहोला। अन्त मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ नि लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला भन्दै मैले बिहान ब्लग सुरु गरेँ। अहिले चाहिँ नि हामी नुहाइधुवाइ गरेर म चाहिँ नि फेरि हाम्रो चाहिँ नि हरेक कुराहरूमा चाहिँ नि सेलरोटी चाहिन्छ नि त होइन। नेपालीहरूको सेलरोटी, म चाहिँ नि सेलरोटी नै पोल्नु जान्छु। अन्त मेरो भागमा चाहिँ नि सधैँ सेलरोटी नै पर्छ। यता चाहिँ नि दिदीले बसेर सब्जीहरू किनाइराखेको छ अनि म चाहिँ नि जान्छु सेलरोटी पोल्नुको लागि। गुड मर्निङ, गुड मर्निङ। यताखेरि भर्खर उठ्ने कार्यक्रम हुँदैछ। छिटो छिटो नुहाउँ, आज ढिलो भयो। अन्त म चाहिँ नि अब जान्छु रोटी पोल्नुको लागि। साथीहरू म र दिदी भएर चाहिँ म र दिदी भएर चाहिँ नि यहाँ हाम्रो बाजे र बजेको बुढोबा र बुढी आमाको 108 बत्ती जलाउनु भनेर भनेको छु नि त। त्यही भएर चाहिँ नि म र दिदी भएर यहाँ यसरी टपरी बुन्दैछु। यो चाहिँ नि दिदीले बुनेको टपरी अनि यता चाहिँ नि मैले बुनेको टपरी यसरी फर्स्ट टाइम बुन्दैछु मैले पनि। खै एकदम राम्रो, आमाले भनेको एकदम राम्रो छ अरे साथीहरू यो मेरो टपरी। यो चाहिँ नि दिदीले बुनेको टपरी। ए यताबाट नि हेर्दा नि राम्रै छ। अब अन्त सानो गराउँदो रहेछ क्या, त कतिवटा सिङ्का हो यहाँमा। अरू चाहिँ नि हामीले गराउँदैछौँ यहाँ बसेर दिदी र बहिनीको कलाकारी हुँदैछ। कलाकारीहरू मैले चाहिँ नि यहाँ रोटी पनि पोलेर सकिसकेँ है। यस्तो बनेको छ रोटी चाहिँ नि। बाजेले पूजाको लागि तयार गर्दै हुनुहुन्छ हाम्रो लामा बाजे। मजहबमा तथाना वेरामुनि शिक्षापद समादियामि। यो भने क्या बेहोस हुने चिज खानु भएन, जाँड रक्सी भाङ धतुरा सेवन गर्नु भएन भनेको। आदिवासी टुना भन्ती वदन उपनामित अनुकम्पम उपदायी पतिजन अनुना भन्ती विश्वादा उपनामित अनुकम्पम उपदायी पतिगण तु माता। आदिवासी टुना भन्ती
कृपानामित अनुकम्प उपादाय कपमा डाल्नु सोकै तुप्पा उल्यायो बारी सत्ता यहाँ जाऊ घुमाउनु सबै चाहिँ यहाँ पूजा हुँदैछ साथीहरू होइन यता चाहिँ नि बाजे बोजे हाम्रो खलकहरू बस्दैछ अन्त यता चाहिँ नि पुरा दियाहरू चाहिँ नि रेडी गरिसक्यो दियाहरू चाहिँ नि अहिले सबैजनाले जलाउनु पर्ने हुन्छ यता चाहिँ नाच खोज्छ समाचारे किन्छे हिना भ्यू पारे उपवेदियो सुखेन वा खेमेन हन्टो सबै सत यहाँ चाहिँ नि दिदीले खाना बनाउँदैछ साथीहरू पाक्दैछ पाकेन दिदीले खाना बनाउँदैछ जनाको लागि खाना बनाउनु पर्ने हुन्छ नि त आज सबै हाल्नु पहिला भएको पुनौ हजुर लेख्दाको खै खुबेको खै कार्यक्रमहरू पूजाहरू चाहिँ नि सकियो हो यता अन्त अब चाहिँ नि हामी उता 108 बत्ती बाल्नको लागि जाँदैछौँ के गर्छौँ म हजुरहरूलाई पनि देखाउँछु ल पूजा कार्यक्रम चाहिँ नि सकियो अब चाहिँ नि लाख बत्ती भन्नु 108 बत्ती बाल्ने माया पञ्चाय निशय पञ्चाय उपनिषय पञ्चाय परिजात पञ्चाय पछि जात पञ्चाय आशीवान पञ्चाय कम्पा पञ्चाय विपको पञ्चाय जात पञ्चाय आशीवान पञ्चाय कम्मा पञ्चाय विपको पञ्चाय आवा पञ्चाय इन्द्रनी जाना पञ्चाय मगा पञ्चाय सपयुक्त पञ्चाय विपयुक्त पञ्चाय अट्टी पञ्चाय नत्थे पञ्चाय विगताय अविगत पञ्चाय समन्तारा पञ्चाय सगत पञ्चाय अय्या मय्या पञ्चाय निश्चय पञ्चाय अपनिशय पञ्चाय परिजात पञ्चाय अर्थजात पञ्चाय आशे पञ्चाय मा पञ्चाय विपको पञ्चाय आरा पञ्चाय इन्द्रिय पञ्चाय ध्यान पञ्चाय राजा पञ्चाय पापा चढा बाल्दै हुन्छ चप्पल लगाएर बाल्ने चप्पल यहाँ बिचमा छुटेछ अब कसरी गर्छ हाम्रो चाहिँ यसरी 108 बत्ती चाहिँ नि बुढोबा बुढी आमाको नाममा यसरी बालेको छौँ।
हामी चाहिँ नि यहाँ घरबाट हिँड्नु लाग्यौँ पूजाहरू सक्यो नि त अब चाहिँ नि हामीलाई गाडीले कुरेर बसेछ अरे तिमी कतिखेर आउँछौ एकछिन पछि अब चाहिँ नि यहाँबाट निस्क्यौँ यो पूजा आजा सबै भइसक्यो हामी फेरि एकदमै हतार छौँ क्या आज फेरि गाडीले अहिले हेर्नु न 2 बजीसम्म कुरेर बसेछ गाडीले पनि है त्यही भएर अहिले जाँदैछौँ मम्मी बाई बाई ल अब चाहिँ नि यहाँबाट निस्किन्छौँ साथी हामी गयौँ हाम्रो गन्तव्यतिर यता चाहिँ हाम्रो पूजा भ्याएर अब चाहिँ नि पूजा भ्याएर बेलचौतारातिर जाँदैछौँ यता अब बजीहरू ल हेलो भन्दा हेलो बेबी हेलो भन्नु सबै एक ठाउँमा एकट्ठै आउँदैछौँ साथीहरू बाजेदेखिको लिएर नातिनीसम्मको बाजे पूजा गर्ने बाजे लामा के भन्छ अरे बाजे हजुरलाई बाजे के भन्छ अरे ओमा होइन ओपा हो कि के अरे ओपा बाजे हुनुहुन्छ हाम्रो घरको पूजा गर्नुभएको उहाँले हो ओपा बाजे वापा ए वापा बाजे अनि हामी पूजा गर्ने नातिनीदेखि सबै एकै ठाउँमा आउँदैछौँ